ठसिदिल्ले छ्याछालु लासु फ्याफुला नमस्कार शुभ बिहानी सँगै आज पनि दैनिक शुभाशुभ फल लिएर म लामा सार्की गुरुङ मञ्जुश्री तत्त्व ज्योतिष सङ्घ नेपालको उपाध्यक्ष आज 2082 साल असार 3 गते मङ्गलबार तदनुसार 17 जुन 2025 चन्द्रपात्रको 21औं तिथि तथा सूर्यपात्रको कृष्ण पक्षको षष्ठी तिथि परेको छ। चन्द्रपात्रको 21औं तिथिमा टाप्चे छेबार तथा कपाल काट्न अशुभ दिन हो, किनभने यो तिथिमा कपाल काट्न स्वास्थ्यमा समस्या रोगी हुनेछ। तर यो तिथिको दिनमा यात्रा गरेमा धन लाभ हुनेछ। ठोछेन आनन्द योग मृत्यु परेको हुनाले मृत्यु कर्म हुन सक्ने भएकोले अशुभ मानिन्छ। नक्षत्र धनिष्ठ परेकोले चाँडो सिद्धि हुने नक्षत्र हो। नयाँ ठाउँको भ्रमण, व्यापार व्यवसायमा सुधार हुनेछ र आज कुम्भ राशिको दिन पनि परेको छ। आजको वर्ग जल पुरुष ड्रागन वर्ग भएकोले यो वर्गको दिनमा आयु साधना, सहयाङ पूजा, विविध खड्को फाल्न, लामा बिच्छु बन्न, गुम्बा मठ मूर्ति आदि बनाउन, थाङका गुम्बाको प्राण प्रतिष्ठान गर्न, धार्मिक समारोह गर्नको लागि उत्तम दिन हो। तर यस दिनमा शल्यक्रिया, नाउ वा पानी जहाजहरूमा यात्रा गर्न, मुद्दा मामिलाको काम गर्न, लास निकाल्न वा गाड्नको लागि अशुभ दिन हुनेछ। आज पार्खा दाज्यको दिन भएकोले यस दिनमा घरको गृहिणी वा आमा वा बालबालिका सम्बन्धी कार्य गर्न शुभ दिन हुनेछ। पूर्व दिशामा यात्रा वा त्यस दिशातर्फ कार्य गर्दा शुभ हुनेछ भने व्यापारमा लगानी गर्न, काठ काट्ने र नयाँ साथी बनाउन नहुने अशुभ दिन हो। आज मेवा कुमारको दिन भएकोले आयु साधना, सहयाङ पूजा र धन देवताको पूजा राम्रो हुन्छ। शिक्षा आर्जन गर्न, स्कुल कलेजमा भर्नाको लागि शुभ दिन हो भने यस दिनमा घरको सदस्य वा आर्थिक कारोबार, चलअचल सम्पत्ति बाहिर पठाउन अशुभ दिन मानिन्छ। ठेचुर योग अग्निजल मेच्छु यानि कि मरण योग परेको छ। शत्रु परास्त, मन्त्र शक्ति हान्ने आदि काम गर्नुहुन्छ। ऋण नदिनु, शुभ कार्य सबै वर्जित छ। यात्रा नगर्नु, दुर्घटना हुन सक्छ। आजको दिन पाहुना बनेर जान र पाहुना भएर आउन अशुभ दिन मानिन्छ। आज पञ्चक परेको छ। पञ्चक भन्नाले धनिष्ठ नक्षत्रको उतार्दबाट पञ्चक आरम्भ हुन्छ। पञ्चकमा 5वटा नक्षत्रहरू हुन्छन्: धनिष्ठ, सदबिखा, पूर्व भाद्रपदा, उत्तर भाद्रपदा र रेवती हो। यी नक्षत्रहरूमा विशेष गरी घर निर्माणका सामग्री सङ्कलन गर्न निषेध गरिएको छ। यदि यी नक्षत्रमा कसैको मृत्यु भयो भने 5 जनासम्म लगातार मृत्यु हुन सक्छ। त्यसैले दाह संस्कार गर्दा पञ्चकको दोष निवारणको उपायहरू गरी दाह संस्कार गर्नुपर्दछ भन्दै आजको यो छोटो दैनिक शुभाशुभ फल यहीँ अन्त गर्न चाहन्छु। बहुजन हिताय बहुजन सुखाय, सद्धर्म चिर स्थायी होस्, सबै लोकमा सुखी होस्, सबै जगत प्राणीमा मङ्गल होस्। भवतु सर्वमङ्गलम्। धन्यवाद।